देशको लाखौं किसानको पीडा पसिना र सङ्घर्षको आवाज लिएर उभिएको छु म। नेपाललाई संसारले कृषि प्रधान देश भनेर चिनिन्छ, तर विटनम किसान आफ्नै खेतमा रोइरहेको छ। उत्पादनको मूल्य छैन, किसानले पसिना बगाउँछ तर त्यसको प्रतिफल पाउँदैन। सभामुख महोदय, आज नेपाली जनताको भान्सा विदेशी चामल पाकिरहेछ र विदेशी तरकारी पाकिरहेछ। आखिर किन? के हाम्रो माटो बाँचेको भयो? के नेपाली किसान मेहनती छैन? होइन सभामुख महोदय, समस्या किसानको होइन, राज्यको कमजोर नीति र व्यवस्थाको हो। यदि किसानलाई समयमा मल, बिउ, सिँचाइ र आधुनिक कृषि उपकरण उपलब्ध गराए भने नेपालको विदेशबाट चामल, दाल, तरकारी र आयात गर्नु अवस्था अन्त्य हुन्छ। आज किसानको ऋणको भरले थिचिएको छ। ब्याङ्कको ढोका ध्याउँदा किसान निराश हुन्छ, तर ठुलो व्यापारी र दलालहरूले सजिलो सुविधा पाइरहेका छन्। यो अन्याय बन्द हुनुपर्छ। सभामुख महोदय, हाम्रो देशमा उत्पादन भएका धान चामल उचित बजार नपाएर कुखुराको तपाईँको रक्सी फ्याक्ट्रीमा, बियर फ्याक्ट्रीमा परिणत भइरहेको छ। किसानको पसिनाको अपमान भइरहेको छ। यो केवल किसानमाथिको अन्याय होइन, राष्ट्रको आत्मनिर्भरमाथिको प्रहार हो। सभामुख महोदय, म सरकारसँग स्पष्ट रूपमा माग गर्न चाहन्छु, किसानलाई समयमा मल, बिउ र सिँचाइको सुनिश्चित व्यवस्था गरियोस्। सहुलियत ब्याज दरमा कृषि ऋण उपलब्ध गराइयोस्। आधुनिक कृषि उपकरण विशेष अनुदान दियोस्। नेपाली उत्पादनलाई प्राथमिकता दिने नीति कडाइ साथ लागू गरियोस्। किसानले उत्पादन गरेको अन्न र तरकारीको उचित मूल्य सुनिश्चित गरियोस्। सभामुख महोदय, यो देशको किसान बलियो भयो भने देशको अर्थतन्त्र बलियो हुन्छ। किसान खुसी भए देश समृद्धि हुन्छ। त्यसैले कृषि क्षेत्रलाई प्राथमिकता राखेर ठोस योजना ल्याऊ। म सरकारलाई ध्यान आकर्षण गर्न चाहन्छु सभामुख महोदय।